नमस्ते। आज चाहिँ हामी कुनै कहाँ गएको रे? सिडी कहाँ हो यहाँ ब्रिज देख्दै थियो त्यो माथि कहाँनिर बिर्से कहाँ गएको रे आज चाहिँ? छम कति मजाले मरेको दिन त्यसरी बजाउँदा आउँछ होला भन्यो एउटा दुईटा तीनटा चारटा पाँचवटा छ सातवटा आठवटा नौवटा 10 सिडीको नै चाहिँ खतरा हो। सिसाको आवाज रेनका दिदी कपाल क्या दामी साइनिङ आयो नि कति भयो रे सिडी हिँड्न नि त मरे जाला जस्तो भयो फोटो खिच्नु यो ब्रिज गएको खासमा चाहिँ त्यति धेरै सिँढी हिँड्नु पर्दो रहेछ गलेर हत्तु गीतले ब्याग फ्याँकिन्जेल भइसक्यो ओ सरी हाम्रो चाहिँ गजौँ न यो अड्को चल्छ है सिँढी चाहिँ हत्तो हुँदो रहेछ हिँड्दा हो अनि ओ त्यही त होइन हौ हेरे हामी 109 भयो गलेन है गलेन है बोल्नु पनि नसक्ने स्थिति भयो बिचरा घन्टी भएको जग्गा यहाँबाट जानुपर्छ तिमीहरू पोकै परेर बातै मार्नु थियो भने त नआउनु नि बरु लिटल इन्डिया पनि बसेर बात मार्नु अब चाहिँ हामी यहाँनिर चाहिँ यो उयसको ब्रिज आएको छौँ होइन यस्तो अग्लो ब्रिजबाट चाहिँ ओह्रालो चाहिँ एकदम दामी ब्युटिफुल नजारा देख्दो रहेछ त्यो हेर्नुको लागि आएको तर घाम लागेर चाहिँ धेरै भइरहेछ यहाँनिर उफ गरम भयो मलाई साँच्चै भनेको सही नसक्नु ल फोटो सेसन तिमीहरूको घाममा पानी चाहिँ फेरि बोतलभरि बोकेको छ सबैले यो फोटो खिच्नु बसेको क्यामेराम्यान फेरि सिरियस बिर्सेछ फोटो खिच्नै एक्सन सबिना यता आइज न उताबाट यता हो उताबाट यता माथिबाट ओह्रालो खिच्नु माथिबाट ओह्रालो खिच्नुपर्छ फोटो माथिबाट ओह्रालो खिच्नुपर्छ होइन हौ ऊ यहाँ माथि गएर खिच्नु न उता यताबाट घाम लाग्दैछ कि अन्त अनुहार कालो आउँदो रहेछ अघि चाहिँ हामी यहाँबाट आएको वशिष्ठ त्यो हो कहाँ गयो यहाँबाट फोन झऱ्यो भने त गइदियो कहाँ गयो पाउँदैन होला नि है आकाशमा बादल कस्तो दामी बनिरहेछ
जङ्गलभित्र यो होइन, यस्तो जङ्गलभित्र पनि यो चाहिँ उयो क्या, अब यो कोल्ड ड्रिङ्क्सहरू यसरी राखिदिएको छ होइन। हाम्रोतिर हुन्छ यो अब यो भित्र कति पैसा छ होइन, कति उठाएर लगिसक्थ्यो क्या। तर यहाँ चाहिँ यो त अब यति बेला मिसिनै हराउँथ्यो होला नि। कस्तो जङ्गलभित्र छ यो, अब हिँडेर कति हामी हिँडेर आएको, यत्रो जङ्गलभित्र पनि यसरी सुरक्षित क्या। यो उयो चाहिँ एकदमै दामी। यसकोमा पोसेन बिचरा कोइन। You want water? You want water? No card. जङ्गलभित्र पनि यसरी डस्टबिनहरू राखिदिएको होइन, कस्तो दामी। कोइन चलेको छैन हौ त्यहाँनिर। त्यो फास्टमा पनि पछि कोइन नचल्ने भएको थियो है, थाहा छ, बिग्रेको थियो। हिँड्दा हिँड्दा चाहिँ यति धेरै थाकेँ होइन, सिँढीबाट उकालो आएको। रेणुका दिदी र सावी दिदी त्यहाँ उभिएर गफ गरेर हिँड्न नसकेर अनि म पनि पुरा डबल सास भएँ होइन। आदत हराएछ यति धेरै उकालो हिँड्ने। अनि आई थिङ्क अब चाहिँ आइपुग्यो होला। अनि बाँकी अरू चाहिँ नैनाहरू गइसकेको छ, उहाँ रहेछ यिनीहरू पनि होइन। अनि साँच्चै सिङ्गापुर चाहिँ प्रशंसा गर्ने लायककै छ क्या यो देश चाहिँ। साँच्चै के हुन्छ नि, यति साह्रो दामी होइन, जङ्गलभित्र पनि यति दामी दामी आर्किटेक्टहरू है। त्यति मात्र नभए यति साह्रो सुरक्षित, यति साह्रो माया गरेको यो ठाउँमा होइन, यो ठाउँलाई आफ्नो देशलाई यति धेरै यो प्राकृतिक सुन्दरतालाई यति साह्रो दामी संरक्षण गर्न सकेको क्या। हाम्रो इन्डियामा हो भने चाहिँ यस्तो ठाउँहरू चाहिँ कस्तो हुन्छ, त्यो गाँजा गोटी खानेहरूको अड्डा बन्छ नि त होइन। आर्किटेक्टहरू पनि हेर्नु यहाँ कस्तो दामी दामी के। तर म चाहिँ एकदम से भए बोल्नु सकिनँ उकालो पुरा हिँडेर हो। यो घेर्ने अघि हामी आएको थियो उयो यस्तो दामी उयो क्या, इन्डियन कल्चरहरू पनि यहाँनिर होइन। यो सबै कुराहरूको एउटा हरेक ठाउँमा चाहिँ इतिहास बोकेको छ क्या यो देशको। आर्किटेक्टले चाहिँ यति साह्रो दामी अनि रमाइलो राम्रो अनि यति साह्रो सुरक्षित। अब हाम्रो जस्तो हो भने चाहिँ अब यस्तो ठाउँतिर चाहिँ गाँजा गोटी खाने जग्गा बनिसक्ने क्या यो चाहिँ। तर अब विकसित भनेको चाहिँ अलिकति विकसितै हुँदो रहेछ हुनु त। अब यस्तो मतलब यो फरेन कन्ट्रीलाई होइन हाम्रो देशसँग तुलना गर्नु त अब मिल्दैन होइन। तर पनि अब अलिकति भए पनि हुन्थ्यो कि भन्ने, हाम्रो दार्जिलिङतिर होइन सानो ठाउँ पनि यसरी खुल्ला छोड्यो भने सक्यो। त्यो चाहिँ एकदम टिनेजको नानीहरूको लागि एकदमै उनीहरूलाई होइन, अहिलेको भाइ बहिनीहरू त्यही साह्रो गाँजा गोटीमा मदमस्त भएको छ, उनीहरूको लागि चाहिँ यो चाहिँ टुडी खेल हुन्छ नि त। तर यहाँ चाहिँ सबै कुराहरू हुँदैन, यति साह्रो दामी मजाको रमाइलो जङ्गलभित्र चाहिँ अब यति साह्रो मजाले सुरक्षित क्या। यो गलेर हत्तु भए म चाहिँ। अब यहाँबाट चाहिँ बेल भएको डाँडामा चाहिँ कहिले आएको छुइनँ नि त, त्यो जग्गा सबै आएको देखेको थिएँ कि त्यहाँ चाहिँ गएको। म चाहिँ अब यहाँबाट फेरि रिटर्न हुँदैछु केटीहरू भएकोमा। आम्मामा अग्लो ठाउँ आइपुगेछ हामी, हेर्नु त लु। अर्काको देश यति सुन्दर, आफ्नो देश कहिले यस्तो होला भनेर भन्नु नहुने। चाङ्गी एयरपोर्ट, लिटल इन्डिया, बोटानिकल गार्डन, जू, हप्पर भिल्ला, इन्डियन ओसन। ल हेर्नुहोस्, उसलाई चाहिँ जाडो भयो अरे, उसलाई चाहिँ पुरा पुसमाक लागेछ बिचरालाई। हेर पसिनाले भिजेको। आम्मा
दूरपिन दूरपिन हो त्यो चाहिँ खै हेरौँ दूरपिनबाट म पनि के देख्दो रहेछ कहाँ होइन म यही हेर्छु हाम्रोतिर हो नि यति हेर्नुको लागि कति टिकट कटाउँथ्यो होला हेर्नु त लु सब कुरो फ्री यहाँ भयो ए तेरो त कहाँ डरलाग्दो डढे जस्तो ओह्रालो गऱ्यो भने त भुइँको मात्रै देख्छ नि फर्किँदैछ है अनि आज चाहिँ रमाइलो भयो पुरै हिँड्नियो अनि अब चाहिँ हामी रिटर्न भएको तर मजा आयो है जस्तो मजै आयो मजा बुढा कामे हेरे बिचराको बुढी भएको रहेछ त हामी पो भर्खरकोहरू त भन्नु न केबल कार है यो चाहिँ केबल कार यहाँ माथि जङ्गल गइरहेको हामी चाहिँ हो हर्बटथन एमआरटी आइपुग्यौँ अब चाहिँ हामी वी आर गोइङ टु द घर मान्छेको शरीर यति साह्रो छाडा हुन्छ नि अब यति साह्रो उयो छिट्टो चाहिँ बानी बिग्रिन्छ होइन अब पहिला यही खुट्टा हो लगभग 12 घन्टासम्म नबिसाइकन हिँड्दाखेरि पनि केही जस्तो नहुने होइन तर आज त्यति 2 घन्टा हिँड्दाखेरि यो पाइताला दुखेर यो माथिल्लोपट्टिको पन्जा दुखेर नली पासुला दुखेर छेपारीहरू दुखेर कस्तो भएर चाहिँ अब घरमा बाबु मसाज गरिदिने मान्छेहरू पाइन्थे होइन यहाँ त पाउँदैन अन्त आफूले आफूलाई मसाज गरिन्जेल भयो यो दिनभरि चाहिँ एकदम रमाइलो भयो अनि बेलुका भएपछि यसरी दुःख पायो अनि अब त्यो खै वजन पनि बढेर होला हौ सायद किनभने मेरो वेट बढेको छ नि त पुरा सायद त्यो कारणले गर्दाखेरि मलाई बिचारा मेरो खुट्टालाई मेरो भार उठाउनु गाह्रो भएको अन्त धन्न यो फास्टबाट चाहिँ अस्ति यो मसाजर दिएको छ कि अनि यसले चाहिँ यस्तो दामी यस्तो स्पेसल काम गर्छ फेरि पनि यो अस्ति पनि नली पासुला पुरा दुख्दाखेरि यसले मसाज गरेको मैले पुरा रिल्याक्स हुन्छ होइन म प्रायः बेलुका गर्छु यसले पुरा मसाज गर्छु रिल्याक्स हुन्छ दिनभरि उभिएर काम गरेकोले गर्दा पनि पुरा खुट्टा दुख्छ नि त त्यसमा चाहिँ र यस्तै थियो आजको मेरो भ्लग एकछिन घुम्यौँ रमाइलो गऱ्यौँ है र फेरि पनि यस्तै भिडियोहरू लिएर फेरि आउने छु र त्यतिसम्मको लागि सबैजनालाई टाटा बाई बाई भन्दैछु है त हवस् त खुसी बस्नुहोस् सबैजनालाई ईश्वरले धेरै माया गरौँ फेरि अर्को भिडियो लिएर चाँडै आउँछु भन्दै सबैजनालाई बिदा लिन्छु ओके टाटा बाई बाई